परमेश्वरलाई कसरी पाउनु, तपाईँ कुन उमेरमा हुनुहुन्थ्यो, कसरी परमेश्वरलाई तपाईँले परमेश्वर मेरो के अरे सेभियर हुनुहुन्छ, बाटो भनेको नै उहाँ नै हुनुहुन्छ भनेर तपाईँले कसरी गर्न सक्नुहुन्छ त्यो कुरा भन्नुहोस्। हजुर, अब सबै कुराको लागि धन्यवाद। अनि मेरो प्रशंसा पनि गरिदिनु भयो। खासै त्यस्तै जीवन त जिउन सकेको छैन, तर पनि धन्यवाद। अनि मैले कसरी परमेश्वरलाई पाएँ भन्ने क्रममा चाहिँ अब कथा त एकदमै लामो छ। अनि त्यो लामो कथालाई एकदमै छोटो बनाएर भन्नुपर्दा चाहिँ सर्वप्रथम परमेश्वरले महिमा भएको छ। अनि मेरो कहानी चाहिँ अनि मेरो कथा चाहिँ कसरी सुरु हुन्छ भने हाम्रो पुस्तामा चाहिँ एउटा ठुलो पुस्तैनी श्राप थियो। अनि तपाईँहरूलाई कति थाहा छ पुस्तैनी श्रापको बारेमा, तर मलाई चाहिँ यो कुरालाई भोग्टाइरहेको छ। एउटा हाम्रो पुस्तामा ठुलो पुस्तैनी श्राप थियो। अनि त्यो श्रापले चाहिँ हाम्रो पुरै पुस्तालाई नै विनाश नष्टै गर्न सक्थ्यो। अनि कति मेरो पुर्खाहरूले जीवन पनि गुमाए। मैले सबैभन्दा ठुलो मैले यो संसारमा बाँचुन्जेल सबैभन्दा मैले ठुलो कुरा चाहिँ मैले मेरो बुबालाई गुमाएँ। अनि त्यो चाहिँ मेरो जीवनको सबैभन्दा ठुलो चोट नै हो। हुन त मेरो चोट तर परमेश्वरले निको पार्नु भयो भने बिर्सिनुपर्छ। यसको बाबाले निको भयो भनौँ। अनि मैले मेरो आफ्नै बुबालाई गुमाएँ, मैले आफ्नै फुपूलाई पनि गुमाएँ। भने फेरि मेरो काकाको जीवन गवाइ छुट्टै छ। अनि हिजो अस्ति त नभने केही महिना भयो मेरो फुपूकै जीवनबाट अनि यस्तो आश्चर्य कामद्वारा मेरो फुपू निको भएर परमेश्वरले पाउनु भएको थियो। उहाँ नै घरको एकदमै गवाई उहाँकै जीवनबाट परमेश्वरले पाउनु भएको थियो। फेरि मेरो फुपू पनि लगभग एक महिना कति भयो, फेरि पनि त्यो श्रापको बारेमा मेरो दुष्टहरूले कति यताबाट सबै कुरा मिल्दैन होला। फेरि पनि मेरो फुपूलाई पनि लानु भयो, फुपू पनि बित्नु भयो। अनि यस्तो हुँदै गर्ने क्रममा चाहिँ यो पुस्तैनी श्राप अघि मैले भनिसकेँ। मैले लाइफमा सबै कुरालाई हेर्दै जाने भने अब हामीसँग धेरै समय चाहिँ मैले सर्टकटमा भन्नुपर्दा मैले धेरै मानिसहरूलाई गुमाएको छु, मेरो आफ्नो प्रियजनहरूलाई गुमाएको छु लाइफमा। अनि त्यो पुस्तैनी श्राप सर्दै आउँदा चाहिँ म पनि त्यही वंशबाट भएर आएको कारणले चाहिँ त्यही वंशको भएको कारणले चाहिँ के भयो भने त्यो सर्दै आयो कि किनकि मैले बोल्नुको छोरामा अनि त्यो पुस्तैनी श्राप सरेर चाहिँ जब म लगभग 2076 सालमा म कक्षा 9मा पढ्दै थिएँ। मेरो जीवन जुन भूत आत्माले मेरो बुबालाई, मेरो मानिसहरूलाई, मेरो पुर्खाहरूलाई, मेरो आफन्तहरूलाई, मेरो मानिसहरूलाई चाहिँ नष्ट गरे, कतिजनाले ज्यान नत्र मर्ने रहेछ के गर्नु। एकपल्ट दुष्टले मलाई गर्दा सबैभन्दा धेरै दिन, कहिलेका 9-10 दिन, कहिलेका 1 हप्ता, कहिलेका 14-15 दिन त्यस्तो हो नि। अब सोच्नु त्यो 15 दिन मात्र भएको भयो त 15 दिन मलाई त्यस्तो गऱ्यो भने केही समय बढीमा 14-15 दिन 9-10 दिन निको भयो। फेरि बिरामी भयो, फेरि बल्ल निको भयो, फेरि ठिक भयो, फेरि निको भयो, फेरि ठिक भयो। 1 वर्ष मैले यसरी जियो। अब सोच 1 सेकेन्डको आशा छैन लाइफमा। मैले 1 वर्ष कसरी बिताएँ अनि धेरै भएन। सबैले मेरो अवस्था त देखिरहेछ नि कस्तो भयो भने त्यो ठ्याक्कै भने जस्तो हुँदैन क्या लाइफमा, किनकि दुष्टले भित्रबाट खेलिरहेछ नि त। मैले त्यो भित्र आफूलाई के भइरहेको छैन सबैलाई थाहा छ कि फेरि म बिरामी छु यस्तो उस्तो सबैलाई थाहा छ। फेरि मैले आफूलाई पनि पोख्न सकेको छैन कसरी भन्ने अब कसरी भन्ने कि के भएको कि मलाई अब मर्न मन लाग्ने के भएको मलाई अब कसरी निको हुने म कसरी मैले यो मेरो वेदनालाई अब पोखाउने त अब मानिसहरूका मैले के भन्ने त अब टाउको दुखेको भयो पो भएको हस्पिटल जाऊ भनेर भन्छ। अरे बाबा मलाई त मर्न मन लागेको छ। भित्र त्यस्तो आत्मिक युद्ध चलिरहेको छ। यति रोए भन्न पनि नसक्ने नभनी बस्न पनि नसक्ने यति रोए। अनि अन्तिममा त्यस्तो धेरै सहेपछि चाहिँ अति नै भयो। हार चाहिँ खानु हुँदैन भने यति धेरै होइन निदाउनु नभएपछि पुरै एकछिन निदाउन अनुमान कस्तो हुन्छ पुरै फेस नै चेन्ज हुने, पुरै हड्डी नै त्यो सबै मासहरू गर्ने सुत्ने, घरि एकदमै मोटो भएको जस्तो अनुभव हुने, घरि एकदमै ख्याउटे भएको जस्तो प्लास्टिक जस्तो हुने, पुरै अब अनुहारको रङ नै परिवर्तन भयो। सोच्नु न 15 दिन जति लगातार सुत्नु हुन्छ। अनि मेरो कन्फिडेन्स लेभल अटोमेटिकली घट्यो। दुष्टले हुन त यति धेरै त्रास यति धेरै डरमा मलाई राखिरहेको छ कि यति धेरै साङ्गमा राखिरहेको छ कि अनि त्यस्तो हुँदै गयो। अन्तिममा चाहिँ मैले मेरो आमालाई भन्न सकेँ
मलाई यस्तो भएको छ उस्तो भएको छ के गर्ने अब अवस्था नै यस्तो थियो। बल्ल 9-10 महिनापछि भन्न सकेँ मैले मेरो आमालाई। अनि सबै कुरा त उहाँलाई मन थाहा छ, भन्न मात्रै कुरा नसकेँ। अवस्था त त्यही हो। दुरु मेरो आमा यति पीडा भयो थाहा छ मलाई मेरो आमाले मेरो जीवन कस्तो भोग्नु भएको छ भने त्यो कुरा मलाई भन्न पनि मन लागिरहेको छैन, तर नभने पनि बच्न सक्छ। दुरु मेरो आमा त्यो हेर्नै सकेन। छोरा मान्छेहरू प्रायः त्यस्तो छ, तर म लाइफमा धेरै रोएको हुन्छ। अनि मेरो पब्लिक लाइफलाई हेर्ने भने परमेश्वरले त्यति गर्छ। म हाँस त खतरा हाँस दिन्छु अनि रुँदा खत्रै रुन्छ। ख्रिस्टलाई पाउनुभन्दा अगाडि म एकदमै अरूबाट लुकेर सोखको आँसु झार्थेँ। जब यसोलाई पाएँ म हाँस त दुनियाँको आधारमा खुलेर पनि हाँस्छु। मेरो फेरि नेचर नै देखेँ गफ गर्ने एउटा हाँस एकदम त्यस्तो हाँस त राम्ररी हाँसिदिन्छु भने फेरि रुँदा खतरै रोइदिन्छु भने मलाई अब लाग्छ, मलाई डर लाग्छ। किनकि यसोलाई मैले पाएँ। त्यस्तो हुँदै जाने क्रममा चाहिँ म किराँत धर्ममा हुर्केको आएन। अन्तिममा मेरो आमाले त्यसो बल्ल भनिसकेको छ, अब उपाय त छैन, यसोलाई त चिनेको छैन अनि उपाय त छैन। अनि अन्तिममा चाहिँ मन्दोमी धामी जागेर आउनुभयो। अनि सबै त्यो संस्कारहरू अनुसार मलाई धामी जागृति गरेँ, यताउता गरेँ। अनि चाहिँ अन्तिममा चाहिँ के भयो भने मलाई चाहिँ धामी जागृति तिमीले चाहिँ यस्तो रहेछ, तिमीहरूको चाहिँ त्यो बुझ्दै छ, सबैलाई थाहा छ क्या यस्तो। किनकि कतिजनाले ज्याएको मान्छेले सबैलाई थाहा छ तिमीले चाहिँ धामी जातिको काम गर्नुपर्छ। फेरि मलाई यति धामी जाति मन नपर्ने भनेको यो म किराँत धर्म आफै त्यही धर्मबाट आएको अरू धर्मलाई घृणा गरेको आफ्नो निर्णय हुन्छ त्यो अधिकार छ। अनि यति मन नपर्ने है मैले त धामीको गर्नु आएँ। अनि धामी गरेर पनि खासमा निको हुने होइन, त्यो भोक खाइसकेको संसारमा भन्ने संसारको भाषा भन्नुभयो भोक खाइसकेको। मेरो बुबा भन्नुभयो, मेरो फुपू मर्नुभयो, कति बेला मानिसले जीवन दिइसके त अब मैले त्यसलाई कसरी मैले त्यस्तो दुःख भोगेको छु कि मैले त्यस्तो कुरा भोगेको छु। अब त्यो ढुङ्गालाई, अब त्यो भोटलाई, अब त्यो रोगलाई मैले कसरी पर्नु छ, कसरी मलाई बचाउने ईश्वर पनि बुझ्नु मनैमा पटक्कै मनैमा। अनि चाहिँ तर फेरि अन्तिममा मलाई एकजना धामी भएको एकदमै आदरणीय हुनुहुन्छ, उहाँको नाम नै चाहिँ उहाँ अहिले बितिसक्नु भएको छ, गाउँको एकदमै चल्ने धामी। उहाँले त मलाई डाइरेक्ट भन्नुभयो क्या, हुन त मेरो अवस्था थियो उहाँले मेरो बारेमा त्यो कुरा भनिराख्नु आवश्यक थियो। किनकि मैले त आत्मिक रूपमा जीवन पुरै नाश गरिसकेँ, सबै आशाहरू छैन, केही आशा नै छैन। अनि म त मर्ने रहेछु 100% ढुक्क थिएँ म त मर्ने रहेछु, के त गर्छ। अनि उहाँले के भन्नुभयो भने तिमीले चाहिँ धामी जातिको काम गर्नुपर्छ। हुन त मान्छेले यस्तो अब गरेर निको हुने पनि होइन, तर गर्नुपर्ने चाहिँ तिमीले धामी जातिको काम हो। मान्छे जन्मदा नै ईश्वरले चाहिँ यहाँ लेखिराख्यो भनेर अझै मलाई यो जस्तो लाग्छ। यता लेखेर दिएको हुन्छ, तिमी चाहिँ खासमा निको डाइरेक्ट उहाँले भन्नु। हुन त उहाँको केही पनि दोष छ, उहाँले त्यो धामी जातिको कामको भूतहरूले जे भन्छ त्यही गर्छ। अनि त्यस्तो गर्नु यस्तो गाह्रो कस्तो हुन्छ यस्तो। अब कल्पना गर, अब हामीलाई यसो भन्नुहुन्छ कस्तो हुन्छ। तिमी चाहिँ 6 महिनाभन्दा बढी बाँच्दैन। अनि त्यो धामी जाति पनि जानुभयो, रातभरि त्यो चिन्ताको कुराहरू अनि त्यो संस्कारको कुराहरू भन्दा जानुभयो धामी जाति। बेडमा पल्टिने उठ्ने मेरो दिनचर्या नै थियो। अनि गएँ अब सोचेँ 6 महिनाभन्दा बढी बाँच्दैन, गर्ने चाहिँ के। अब मसँग त टाइम त 6 महिना मात्र बाँच्छ के साँच्चै म त मर्ने भन्ने त 100% ग्यारेन्टी छ। गाह्रो भयो। अनि सबभन्दा ठुलो कुरा चाहिँ म परमेश्वरलाई धन्यवाद दिन्छु। पहिले नै 14-15 वर्ष अगाडिदेखि नै मेरो अङ्कल उहाँको चाहिँ म नाम लिन चाहन्छु। एकदमै उहाँ बेस्ट फेभरेट पर्सन पनि उहाँ मेरो अङ्कल, मेरो बुबा सर। उहाँले मलाई जीवनको यति चरम बिन्दुमा उहाँले मलाई यति धेरै हेर्नु भएको छ। उहाँ अब चाहिँ विश्वासी हुनुभएको मेरो फुपूको जीवनबाट पाउनु भएको मेरो त्यो त्यही भूत आत्माहरू तल आएका परमेश्वर पाएँ। यस्तो धेरै खपे, यस्तो लाइफमा रोए सुख गरेँ। अन्तिममा मैले भेट पाएँ आशा, बल्ल आशा भेटेँ। त्यो मेरो लाइफमा कहिल्यै मैले नभुल्ने मेरो जीवनको यसमा ठुलो आशा, मेरो जीवनको ठुलो हर्ष थियो। जब मैले मेरो अङ्कलले चाहिँ बिरामी छ रहेछ भन्ने सुन्नु, उहाँ चाहिँ परमेश्वर जीवनको मान्छे, परमेश्वरको जन्म। उहाँले मलाई आउनुभयो मेरो घरमा, बहुत रोइरहेको। उहाँले भन्नुभयो तिम्रो यो समस्या केही पनि, तिमीले त
हुन त मैले भित्री दिइरहेको थिएँ, तर बाहिर ठाउँमा हेर्दा चाहिँ तिमी त यो के पनि मेरो दिदीलाई यस्तो झन् दुनियाँले गर्दा पनि नभएको यस्तो बाउले पुरै कोसीमा काम पार्नु कता कता उडेर यति दिएर गएको थियो। पुरै मान्छे यसरी गाड राखेर बस्दा पनि तत्ताबाट छिराउनु पोडेरै लाग्यो, कोसीतिर पुर्याउनु। यस्तो मान्छे त निको भएको छ, तिमी त के हो? यस्तो खुसी भयो, यस्तो रमाइलो, यस्तो रमाइलो, यस्तो रमाइलो। वाह, अब म जिउन सक्छु, अब म जिउन सक्छु। त्यसपछि मलाई केही पनि थाहा थिएन, न मैले येशूको बारेमा येशू ख्रीष्टको नाम मैले सुनेको थिएँ, मैले न परमेश्वर भन्ने थाहा थिएन, केही पनि थाहा थिएन। केवल मलाई एउटा शब्द चाहिँ थाहा थियो, इसाई भन्ने चाहिँ थाहा थियो। इसाई भन्ने बाहेक मलाई केही पनि शब्द थाहा थिएन। अनि इसाई भएपछि चाहिँ निको हुने रहेछ। यति त्यसपछि मैले जिद्दी गरेँ, यति जिद्दी गरेँ, दुनियाँको मतलब नै भएन। आकाशै खसोस् भारै खसोस्, दुनियाँको मतलब नै भएन। मैले चाहिँ नयाँ जीवन पाएर अब चाहिँ पाएँ मैले नयाँ जीवन। येशू ख्रीष्टको नाम सुने, सुसमाचार मलाई सुनाउनु भने यस्तो तरिकाले मेरो जीवन परिवर्तन आयो, निको हुँदै गयो। हुन त अब समयसँग अन्तिममा अब म केही कुरा मात्र भन्न चाहन्छु। निको भए त्यसपछि निको भए अनि बिस्तारै त्यो सबै सपनाहरू त्यो सबै दुःखहरू हट्दै गयो। अनि म अन्तिममा निको भयो। योभन्दा 5 वर्ष अगाडि 2077 साल 12 महिना 31 गते ठ्याक्कै मसान्तको दिन चाहिँ मैले प्रभु येशू ख्रीष्टलाई चिनेको अनि पाएको ग्रहण गरेँ। ठ्याक्कै मसान्तको दिन अनि भोलिपल्ट चाहिँ नयाँ वर्ष थियो। 3 पटक मैले ग्रहण गर्छु भनेर मेरो अङ्कलको घरमा गएको थिएँ, तर परमेश्वरले भने यस्तो खाएर लानु गयो, तिमी चाहिँ कोही हो, तिमी चाहिँ मेरो निम्ति अलग गरिएको, तिमी चाहिँ कोही हो क्या, तिमी चाहिँ मलाई केही पनि लाग्दैन। संसारको सानोतिनो कुराले मलाई अल्झाउनै सक्दैन क्या। म 20 वर्ष अहिले पुगेँ, तर मैले लाइफ धेरै पुगेको छु। म मेरो लाइफको बारेमा लेख्नु एउटा ठुलै किताब पनि लेख्न सक्छु। अनि त्यसरी मैले येशू ख्रीष्टलाई पाएँ अनि त्यो धामीले मलाई 6 महिना पर्छ, योभन्दा 5 वर्ष अगाडि तिमी चाहिँ 6 महिनाभन्दा बढी बाँच्दैनौ भन्नु 77 सालमा भन्नु। अनि आज त 82 साल, अब त भोलि वर्ष त 83। आजको लगभग 4-5 वर्षभन्दा अगाडि त्यो धामीले मलाई तिमी त अब बाँच्दैनौ 6 महिना भने त बाँच्दैनौ, मर्छ भन्नु। तर आज तपाईँले देख्न सक्नुहुन्छ भने मरेको छैन, कारण येशू ख्रीष्ट चाहिँ जीवित हुनुहुन्छ, उहाँको महिमा भएको छ। साँच्चै उहाँ चाहिँ महान हुनुहुन्छ। त्यसरी चाहिँ मैले परमेश्वरलाई पाएँ भन्न चाहन्छु। परमेश्वरलाई धेरै धन्यवाद भन्नुहोस् है। अनि मैले पनि किरणलाई हेर्दै गर्दा किरण भाइको मैले टेस्टमोनी सुन्नुभन्दा पहिला म चाहिँ ड्रम सेटको साइड कुनामा बसेर प्रार्थना गरिरहँदाखेरि चाहिँ किरण भाइ जहिले पनि त्यो क्रुसको त्यहाँ गएर यसरी टेकेर अनि त्यहाँ प्रार्थना गरिरहन्थ्यो। त्यो अनि अचम्म पर्थ्यो, मान्छेले अरू चाहिँ यता प्रार्थना गरेको छ, अरू उता प्रार्थना गरेको छ, किरण भाइले मात्रै चाहिँ क्रुस जहाँनिर छ निरै गएर चाहिँ एकदमै आफैलाई नम्र बनाएर अगाडि गएर त्यसरी प्रार्थना गर्दै जहिले मैले त्यसरी प्रार्थना गरेको देख्थेँ। अनि म किन यसरी प्रार्थना गरिरहेको छ, केही न केही हुनुपर्छ जस्तो मलाई भित्र पनि एकदमै त्यो लाग्थ्यो कि। अनि जब मैले पछि तपाईँको टेस्टमोनी सुनेपछि मलाई एकदमै साँच्चै नै सबैले चाहिँ 6 महिनामै के अरे तिमी अब तिम्रो पुस्ता जसरी बित्यो त्यसरी नै तिम्रो संसार छोड्नुपर्छ भन्दाखेरि पनि अनि परमेश्वरमा चाहिँ आशा छ भन्ने कुरा जब तपाईँले विश्वास गर्नुभएको हृदयमा अनि त्यो विश्वास गरिसकेपछि अनि तपाईँले अहिले भन्नुभयो 5-6 वर्ष भइसक्यो, परमप्रभुमा जीवन छ, परमप्रभुमा आशा छ। अहिले तपाईँले परमप्रभुको अनि के अरे सेवकाईको लागि कलेज पनि पढ्दै हुनुहुन्छ। अनि भविष्यमा गएर चाहिँ म परमेश्वरको सेवकाई गर्छु भनेर तपाईँले सोच्नु भएको छ। साँच्चै नै म तपाईँलाई उत्साह दिन चाहन्छु भाइ। त्यो ब्याकग्राउन्डबाट आउँदै गर्दा त्यो ब्याकग्राउन्डबाट हामी आएका छैनौँ कि त्यो ब्याकग्राउन्ड एकदम डराउने ब्याकग्राउन्ड, तपाईँले त्यो ब्याकग्राउन्ड फेस गरेर आउनुभयो। म तपाईँलाई के उत्साह दिन चाहन्छु, जस्तो सुकै परिस्थिति आए तापनि परमप्रभुको काम गर्न नछोड्नु है। अनि परमप्रभुमा तपाईँले नयाँ जीवन पाउनु भएको छ। अनि जसरी हुन्छ मैले चाहिँ परमप्रभुको काम म गर्ने नै छु, यो जीवन अब म यो संसारमा रहन्जेल म परमप्रभुको काम गर्नेछु भनेर चाहिँ परमप्रभुको काम असल तरिकाले गर्नुहुन्छ भनेर मलाई विश्वास छ। अनि जाँदा तपाईँ छोटो मिठो केही भन्न चाहनुहुन्छ? हजुर, सर्वप्रथम त अब मैले जे जति मैले अहिलेसम्म सुनाएँ त्यो सबै चाहिँ म आफू होइन कि उचालिनु पर्ने चाहिँ येशू ख्रीष्ट, अनि उहाँ नै उचालिनु भएको छ। उहाँ चाहिँ राजाको राजा हुनुहुन्छ,
प्रकल्पन प्रभु सारा सृष्टिलाई बनाउने स्वर्ग पृथ्वी समुद्रमा हामीले जे जति देख्छ सबै सृष्टिलाई सृष्टि गर्ने तपाईँले हामीलाई बनाउने भने केवल उहाँले चाहिँ हामीलाई जीवन दिन सक्नुहुन्छ भने केवल उहाँमा मात्रै जीवन छ, उहाँ मात्रै अब वचनले पनि डाइरेक्ट भन्छ बाटो सधैँ जीवन बनाउने भन्छ मद्वारा भाइ कोही पनि पिताको आउन सक्दैन। आज म तपाईँहरू सबैजनालाई उत्साह दिन चाहन्छु भने जो जति विश्वासी हुनुहुन्छ जो जति अविश्वासी हुनुहुन्छ भने येशूलाई चिन्नुहुन्छ भने तपाईँले मेरो अगुवाईलाई सुनिसक्नुभयो अनि विश्वासी हुनुहुन्छ भने चाहिँ प्लिज तपाईँलाई म यो उत्साह चाहिँ दिन्छु होला। तपाईँले मेरो पब्लिक लाइफलाई देख्नु भएको छ यसको जीवन अझै छैन भन्नुहुन्छ तर आई हेभ समथिङ मैले सुनाइसकेँ समथिङ छ परमेश्वरले मलाई सफल गर्नुभएको पनि तपाईँ आज हामी हरेक प्रति जो जतिले यसो विश्वास गरेका छौँ परमेश्वरमा चाहिँ ठट्ट हुँदैन। मान्छेले जे रोप्छ त्यसैको गर्नुपर्छ अनि एक दिन सबैको लेखा दिनै पर्छ। परमेश्वरले चाहिँ हामीलाई यस संसारमा अस्ति पनि मैले वचन पाएको थिएँ त्यति नै राख्नु भएको होइन कि यति महानुभावको योजना छ कि यस्तो सारा थोकलाई बनाउने परमेश्वरको कति महान योजना त्यो कुरालाई म विश्वास गर्छु। म कोही हो कसैले मलाई हेपेर तिमी चाहिँ काम लाग्दैन भनेर कसैले मलाई हल्लाउने सक्दैन किनकि मैले येशूलाई चिनेको छु। अनि त्यस्तो परमेश्वरको योजना चाहिँ आज हाम्रो जीवन अति नै मान्छ कि आज यो संसारमा कति आशा नभएका मानिसहरू छ त्यो आशा नभएका मानिसहरूलाई हामीले आशा दिन्छ त्यो कैदमा परेकोहरूलाई हामीले छुटकारा दिन्छ अनि त्यो मृत्युको डरमा जिउँदै गरेको मानिसहरूले हामीले परमेश्वरको नयाँ जीवन दिन्छ अनि त्यो परमेश्वर राज्यमा आज हामीले विस्तार गर्न सक्यौँ। हामीले जे जति तरिकाले जुन तरिकाले परमेश्वरको सेवा गरे तापनि हाम्रो अल्टिमेट गोल भनेको चाहिँ आशा नभएको मानिसलाई आशा दिनु कैदमा परेकोलाई छुटकारा गरेकोलाई सुसमाचार सुनाउनु त्यो मृत्युमा डरमा जिउँदै गरेका अनि त्यो नरकमा जाँदै गरेको आत्माहरूलाई चाहिँ आज कसरी परमेश्वर हामीले जित्ने त्यही कुरामा हामी सबैजना लाग्नु भनेर चाहिँ म चाहिँ भन्न चाहन्छु। अनि यो समयको निम्ति तपाईँलाई परमेश्वरको महिमा भएको छ तपाईँलाई परमेश्वर धेरै आशिष दिनुभएको छ यस समयको निम्ति धन्यवाद। किरण सरलाई धेरै धेरै धन्यवाद छ अनि म एकदमै आशिषित छु उहाँको जीवनबाट र हामी प्रार्थना गर्नेछौँ कि किरण भाइले चाहिँ परमेश्वरलाई जसरी पाउनुभयो र उहाँको टेस्टमोनीद्वारा धेरै मानिसहरूले प्रभुको लागि चिन्नुहुनेछ। हजुरलाई धेरै धेरै धन्यवाद भएको परमेश्वर धेरै आशिष। हजुर